नमस्कार सम्पूर्णमा नमस्कार। सबै पार्टी जे जसो भए पनि राम्रै हुन्छ त्यो पनि मलाई थाहा थियो। हामीलाई गुलियो हुन्छ तपाईँलाई पनि थाहा छ। तर गुलियो खाँदा खाँदै यसरी इट्टाले हान्ने पनि देखियो। तर तिनवटा पार्टी फर्स्ट सेकेन्ड थर्ड भयो। फर्स्ट सेकेन्ड थर्ड चौथो पन्थ त हामीले थाहा छैन। तर फर्स्ट सेकेन्ड थर्डलाई नदिएर अब चौथो पन्थलाई दिएर हुन्न जनताहरू। म राजनीति क्षेत्रमा र पनि नजाने मान्छे, तर पनि मगरको छोरो हेर्नुहोस् त सबैलाई लाछु। नो प्रब्लम। म कुन पार्टीमा हुन्छु त्यो थाहा छैन। तर मैले त एउटा कुरो के भनेको भने सञ्चार माध्यम अहिले चाहिँ 21औं शताब्दीमा सबै आइसक्यो। तर तपाईँले त्यो राजाको कोट चोरेर त्यो तिनजनालाई खोसेर तिनजनाले लाउँदा त्यो तिनजना कोट आफ्नो भाइहरूलाई दिँदा हुन्न। तर तपाईँ तिनजना मात्रै हुने किन? मैले त भन्छु 60 वर्ष पुगेपछि तपाईँले टिकट दिन्छ भन्नुहोस्, भाइलाई पनि दिनु पर्यो नि। तपाईँ एमाले हुनुहोस्, माओवादी हुनुहोस्, काङ्ग्रेस हुनुहोस्, मलाई मतलब भएन। तर एमालेको अस्तित्व ढान्न पर्यो, काङ्ग्रेसको अस्तित्व ढाल्नु पर्यो, माओवादीले माओवादी। अहिले प्रचण्डजी चाहिँ अहिले हिजो चाहिँ बहुमतले आयो किन? एमाले र काङ्ग्रेसले उ गर्नुभएको थियो नि, त्यतिखेर साथ दिनुभएको थियो, सबै पार्टीले साथ दिनुभएको थियो। त्यतिखेर तपाईँ ठुलो पार्टी बन्नुभयो। प्रचण्डजी प्लिज तपाईँ र काङ्ग्रेस एमालेको कोट अब कि हामीलाई दिनुहोस् कि चाहिँ बेच्नुहोस्। तपाईँले त खोसेर लिनुभयो नि राजासँग। हिजो त्यो एउटा राजा थियो, आज तपाईँ तिनवटा राजा हुनुभएको छ। तर जनता राजा बन्न चाहेको होइन। जनताले त सिर्फ सबैलाई बराबर गरौँ भन्ने चाहेको नि त। यो मामलामा कुरो गर्दै जाँदा भोलि चाहिँ मलाई तपाईँले मिडिया बोलाउनुहोस्, मलाई प्रब्लम छैन, नो प्रब्लम। आई डोन्ट नो लाइक इट। तर आई डोन्ट नो लाइक इट भनेको के त भन्दा तपाईँ तिन पार्टीलाई मन पर्दैन मैले। किनभने मैले 47 सालदेखि गोपालमानलाई भोट दिएँ, अनि 68 सालमा माओवादीलाई भोट दिएँ, अहिले मैले एमालेलाई भोट दिएँ। धुर्रेलाम सालजीले हेर्नुहोस् त तन्न चाहिँ सांसद सबैभन्दा गरिब भनेर हामीले यहाँबाट दिएर पनि उहाँले घर जलाएर चाहिँ सरकारबाट 9 लाख रुपियाँ, 9 लाख भने केही पनि होइन। अहिले एउटा कुरो याद राख्नुहोस्, 9 लाख केही पनि होइन हामीलाई। तर मसँग 9 पैसा नभए पनि 9 लाखको मेरो हिम्मत छ। तर 9 लाख रुपियाँ उहाँले पाउँदा खुसी हुनुभयो। सबभन्दा गरिब नेता थियो उहाँले। त्यसपछि नेताको हुनै छोड्नु भयो राजनीति। त्यसै तपाईँले छोड्नु न। प्रचण्डजीलाई पनि म भन्छु, ओलीजीलाई पनि भन्छु। तर ओलीजी तपाईँले के तपाईँको त परिवारै छैन, मतलब भएन। तर तपाईँले तपाईँको छोरालाई कतिको माया गर्छ भने तपाईँको छोरा छैन छैन। अनि नभएपछि तपाईँले किन माया लाग्थ्यो नि? तपाईँले मिजुलाई 80 लाख तोलाको केजीको सुनिदिनु भएको छ। अनि तपाईँले चाहिँ अब तपाईँ जस्तै अरू नेताले अब राम्रो रवि लामी छाने जस्तोलाई चाहिँ तपाईँले लालछाना लाएर अहिले चाहिँ बालेनलाई पनि लालछाना लाएर तपाईँले जेल हाल्नुहुन्छ त्यो पनि थाहा छ। तर ओलीजी तपाईँलाई हराउन षड्यन्त्र मैले गर्न पर्दैन, झापाले गर्छ। अब बालेनलाई जिताउनुहोस्, एउटा मात्र बालेनले जित्छ रासोपाबाट। सबै जनताले चाहिँ बालेनकै चिन्हमा चाहिँ सामुनु पार्टीमा भोट हाल्नुहोस्। मेरो काम म स्याङ्जाबाट बोल्दैछु। हर्नेस गाउँपालिका भन्नुपर्दा हाम्रो चाहिँ हर्नेस गाउँपालिकामा मैले मेरो गाउँठाउँमा खेमनारायण मानन्दज्यूलाई मैले हिजो प्रत्यक्ष रूपमा पनि दिएँ, अप्रत्यक्ष रूपमा पनि मैले उहाँलाई जिताएको। तर आज उहाँ उठ्ने समर्थन छैन। उहाँ उठ्नु भयो भने मैले तपाईँलाई होइन, मैले खेमनारायण मानन्दले लिन्छु। उहाँहरूले मलाई प्लिज दखल नदिनु मलाई, पहिला कुरो। दोस्रो कुरो रह्यो एमाले र काङ्ग्रेस माओवादी, त्यो राजाबाट खोसेको कोट कि मलाई किन्न दिनुहोस्, होइन कि भाइलाई दिनुहोस् कि मलाई किन्न दिनुहोस्। यदि मैले किन्यो भने तपाईँलाई फेरि हिजो माओवादीले जस्तो गरेको मैले भन्दिनँ। किनभने प्रचण्डजीले त मूर्खता देखाउनु भएको थियो।
हिजो चाहिँ 2007 सालको राणा शासनको चाहिँ तपाईँले 3 जनाले पढ्नु भएको छ। त्यो 3 जनाले पढेको कागज च्याट्नको लागि जन्मेको मलाई गोली हान्नुहोस् तपाईँ 3 पार्टी मिलेर। अर्थ पनि रहन्न। एउटा म सपुत मरेर गए पनि मसँग 50 जना जन्मिन्छ। लक्ष्मीप्रसाद देवकोटाको कहानी थोमस लिङ्कन, जबकि उनको बाउ चाहिँ अब्राहम लिङ्कन र म एउटा दाउरे हो। थोमस लिङ्कन दाउरेले पढाएर काला र गोरा जातिको सभ्य नागरिक सभ्यताको तोडेको थियो भने म त अहिले त 21औं शताब्दीमा आएँ। पहिला कुरो भिडियो लाऊ अरनिकोलाई चाइना लए। चाइना